भिडियो लिएर म उपस्थित भइसकेको छु। आज चाहिँ पोर्क करी बनाएको छु सोपको साग राखेर। ल हेर्नुहोस् त मेरो पोर्क करी आज कस्तो दामी भएको छ। अनि यहाँ मुलाको थेबे, यो तिते करेला फ्राई गरेको है। यहाँ चाहिँ कालो दाल घिउ राखेर मजाले अदुवा घिउ राखेर बनाएको छु मेरो हजुरहरू। अब चाहिँ म आजको खाना सुरु गर्न चाहन्छु। ल पोर्क करी झन् क्या दामी होला है, हेर्दै खाउँ खाउँ लाग्ने सोप हालेको सोपको साग। तातो भात भात उठ्दैछ तातो, कस्तो दामी हुन्छ कालो दालसँग। खाना हेर्दै भोक भोक पो लाग्यो त हौ। तिते करेला कति मिठो भयो होला है। ल लिएँ ल। दामी दामी साह्रै जाँगर लगाएर बनाउनुहुन्छ हौ खाना चाहिँ हाम्रो ब्रदरले, हेर्दै खाउँ खाउँ लाग्ने।